के तपाईलाई थाहा छ मौरी नभएको भए संसारमा अहिले पाइने आधा जति पनि बोट बिरुवाहरू पाइने थिएन। संसारका 1/3 बिरुवाको गर्भाधान मौरी मार्फत नै हुन्छ। मह मात्र यस्तो वस्तु हो जुन कहिल्यै सर्दैन। केवल महिला मौरीले मात्र मह बनाउन सक्छन्। 100 ग्राम मह बनाउन एउटा मौरीले 10 लाख फूल चाहर्नु पर्छ। एक थोपा महका लागि कयौं दूरी यात्रा गर्ने गर्दछ। महमा 3200 क्यालोरी शक्ति हुन्छ। यो क्यालोरी शक्ति भनेको 65 वटा अन्डा बराबरको हुन्छ। आफ्नो जीवनकालमा मौरी कहिले पनि सुत्दैन। पुरुष मौरीले केवल रानीसँग यौन सम्पर्क मात्र गर्दछन्। तिनले मह जम्मा गर्ने काम गर्दैनन्। माउरीहरूको प्रजनन चक्रमा एक महत्वपूर्ण घटना मेटिङ उडान हो। यस समयमा रानी र पुरुष मौरीहरू आकाशमा एकसाथ उड्छन् र मेटिङ गर्दछन्। रानी मौरीले भालेसँग उड्दा उड्दै शारीरिक सम्पर्क गर्दछ। रानी माउरीसँग संसर्गमा आउने भाले माउरी रानीसँग संसर्ग हुनासाथ मरिहाल्छन्। माउरीले मानिसलाई चिले भने खिल चुडिदा माउरीको नै मृत्यु हुन्छ। यो खिलबाट माउरीले मानिसको शरीरमा अलार्म फेरोमोन भन्ने रसायन निष्कासन गर्दछ। मौरीले 1 सेकेन्डमा 200 पटक पखेटा हल्लाउँछ। मौरी लोप भयो भने त्यसको 4 वर्षपछि सम्पूर्ण मानव जगत लोपोन्मुख हुनेछ।